फेज 1 को सिलेक्सनमा नयाँ भएरले साथीलाई ओइ क्याम्पभित्र कस्तो भयो भनेर सोध्नुभन्दा अगाडि यो भिडियो हेरेर जाँदा ठिक होला, किनभने यो भिडियोमा फेज 1 को बारेमा म सबै कुरा भन्न जाँदैछु। अब हामी जाउँ क्याम्पमा। यो हो क्याम्प। यहाँ भित्र इन्ट्री हुनुभन्दा अगाडि हाम्रो ब्याकप्याक चेक गरिन्छ। चेक भइसकेपछि हामीलाई क्याम्पभित्र छिर्न दिन्छ। त्यसपछि त्यहाँभित्र 4वटा कुरा हुन्छ, डकुमेन्ट चेक, मेडिकल चेक, रिटन टेस्ट र बेसिक फिजिकल हुन्छ। यदि यी 4वटा कुरामा एउटा कुरामा पनि फेल भयो भने गल्लदा यसरी हाँस्नुहुन्छ। त्यसैले सिटिजनशिप, एससी मार्कसिट, सपोर्टिङ डकुमेन्ट्स र फोटोहरू चाहिँ लिजाउन नबिर्सिनु होला। बेसिक मेडिकल टेस्टभित्र के पर्छ त? आइसाइट, लङ डिस्टेन्स, हाइपर एक्सटेन्सन, कलर भिजन, हाइट र बिएमआई पर्छ। त्यसै गरी रिटन टेस्टमा म्याथ र इङ्ग्लिसको टेस्ट हुन्छ र बेसिक फिजिकलमा 12 पुलअप्स हान्नुपर्ने हुन्छ।